ओलीको विकल्प प्रचण्डको विकल्प शेरबहादुर देउवा 3 जना घुमी फिरी हाम्रो देशमा नेतृत्वमा हुनुहुन्छ क्या गणतन्त्र आइसकेपछि। तर 3 जना नेताले देश बनाउन सक्नु भएन। आफन्तहरूलाई ठाउँमा पुर्याउनु हो, नियुक्ति गर्नु हो, राम्रो मान्छे ल्याउनु भएन। देशमा योग्य सच्चे मान्छेले ठाउँ पाएनन् प्रचण्डजी। तपाईले किन भन्नुहुन्न प्रचण्ड हुँदाखेरि पहिलोचोटि त्यत्रो चाहिँ मध्य पहाडी लोकमार्गको प्रस्ताव राखेर आज बन्दैछ र नेपाली जनता एक ठाउँमा केन्द्रित हुँदैछ किन भन्नुहुन्न? ऋण मुक्त गर्यो किन भन्नुहुन्न? लोड सेडिङ अन्त्य कसले गर्यो त्यो किन भन्नुहुन्न? अनि देशमा चाहिँ मधेसमा त्यति बेला आन्दोलन थिएन चुनाव अगाडि संविधान घोषणा हुने बित्तिकै मधेसलाई पनि विश्वासमा लिएर राष्ट्रिय रूपमा चाहिँ लोकतान्त्रिक निर्वाचन गराउने कुरा किन भन्नुहुन्न? अहिले सुशासन र भ्रष्टाचारका विरुद्ध गरेका पक्षमा गरेका कामहरू तपाईँ किन भन्नुहुन्न त्यो कुरा? अनि सबै नराम्रो उस्तै सबै उस्तै हो। भ्रष्टाचारको रक्षा गर्ने र भ्रष्टाचारलाई कारबाही गर्ने एउटै हुन्छ, लोड सेडिङ अन्त्य गर्ने र लोड सेडिङ फेरि सुरु गर्ने एउटै हुन्छ। क्रान्तिपछि नेपालमा विकास र समृद्धिको यात्रा सुरु गर्नुपर्ने होइन तपाईहरूले? भएकै छ हाम्रो गतिमा भएकै छ। भ्रष्टाचार बढ्यो क्या प्रचण्डजी? भ्रष्टाचार बढ्यो भनेर त भ्रष्टाचारका मेरो प्रश्न त्यहाँनिर हो। त्यो तपाईले पनि रोक्न सक्नु भएन, नेताहरूले रोक्न सकेन, तपाईहरू असक्षम भए, असफल भए। सुन्नुहोस् त तपाईँ आफू मात्रै नबोल्नु न। भ्रष्टाचार भयो भनेर त भ्रष्टाचारका विरुद्ध सुशासनको पक्षमा अभियान चल्यो नि त माओवादीको नेतृत्वमा प्रचण्डको नेतृत्वमा। यो कुरा तपाईँ किन भन्नुहुन्न जनतालाई? अनि सुशासनको मात्रै होइन सामाजिक न्यायको पक्षमा नागरिकताको समस्या होस् या सामाजिक सुरक्षा कोषको कुरा होस् या मिटर ब्याज पीडितको कुरा होस्, यी तमाम काम प्रचण्डको नेतृत्वमा भयो किन भन्नुहुन्न तपाईँले? उस्तै भनेर किन भने? उस्तै हो सबै। तपाईले पनि अलिकति सुधारको लागि आफैबाट पहल गर्ने कि? गरिसकेँ मैले, म त गरेको हुनाले। जीवन शैली छ नि, तपाईले तडक भडक नदेखाउने कि? के तडक भडक छ मेरो? सयौं गाडीहरू अब हिँडेर भ्याइन्छ त, अब त्यो नहुने पैदल हिँडेर हुन्छ त अहिलेको जमानामा? बाटो आफैले प्रस्ताव गरेको मध्य पहाडी लोकमार्ग धेरैतिर पिच बनिसकेको छ अनि पैदल हिँडिन्छ त त्यहाँ? यस्तो पनि कुरा हो? गाडी किन चढ्यो भन्ने हो र? होइन, पहिलो संस्कार बढ्यो क्या प्रचण्डजी? यो संस्कार त भ्रष्टाचार नियन्त्रण गर्ने कुरा हो, मुख्य कुरा सामाजिक विभेदको अन्त्य गर्ने कुरा हो, आर्थिक समृद्धिको एउटा नयाँ यात्रा सुरु गर्ने कुरा। तपाईँले हेर्नुभयो भने अहिले हामीले 123वटा पालिकाको सरकार हाम्रो नेतृत्वमा छ। हामी 123वटै पालिकामा नयाँ योजनाको साथ आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने भनेर काम सुरु गरेका छौँ। हामीले त्यो काम सुरु गरेपछि परिणाम के आउँछ भोलि देखिन्छ। अहिले नै तपाईँहरूलाई थाहा होला देशभरिको स्थानीय सरकारमा 1 नम्बरको सरकार को भयो त? माओवादी। दोस्रो को भयो? माओवादी। तेस्रो को भयो? माओवादी। तपाईँहरूले यो कुरा भन्दिन पर्दैन जनतालाई? म भनिरहेको छु, तपाईँले क्रान्ति गर्नुभयो, शान्ति प्रक्रिया अगाडि बढाउनु भयो, संविधान सभाबाट संविधान ल्याउनुभयो, गणतन्त्र तपाईँले ल्याएको, परिवर्तन तपाईँले दिनुभयो। तर व्यवस्था बचाउन अब तपाईँले अन्तिम अस्त्र कसरी प्रयोग गर्नुहुन्छ? पूर्व राजा ज्ञानेन्द्र शाहले भनिसक्नुभयो, अब म सक्रिय हुन्छु।